आज फेरि म डेली अपडेटमा आइसकेको छु। यसरी लाली गुराँसको जुस, गरन्डलको जुस, लिची जुस, पाइनएप्पल जुस अनि लेमन जुस र ओरेन्ज जुस अनि साथै 3 स्टार बियर र यी सबै आइटमहरू हामीसँग प्रशस्त मात्रामा एभाइलेबल भएको छ। कारण चाहिँ अब यसरी गरम महिना चाहिँ दिनदिनै चढेको कारणले गर्दाखेरि फ्रिजमा पनि हामीले यसरी राखिसकेका छौँ। तर मैले देखाउन चाहिँ अलिकति गाह्रो नै पर्यो। अन्त हेर्नुहोस् न, यहाँनिर सबै जुसहरू चाहिँ हामीले फ्रिजमा पनि राखिसकेका छौँ। हेर्नुहोस् कस्तो राम्रो छ नि। अनि अम्बकको जुस हो यो चाहिँ जैलर जुस हो। हामीसँग सधैँ नै रहने गर्छ यी जुसहरू चाहिँ। हजुरहरू यदि त्यहीका लागि हाम्रो स्टोरलाई सम्झना गर्नुहोस् है। अन्त अरू बाँकी बात त अब सधैँ जस्तै छँदै नै छ। सबै जुसहरू चाहिँ हामीले यस्तो स्टक गरेर राखेका छौँ कि अब किनभने हजुरहरूलाई तिखा लाग्छ भनेर चाहिँ गरम महिनामा सम्झेर चाहिँ भिन्दै भिन्दै फ्लेभरहरूलाई हामीले चाहिँ कलेक्सन गरेका छौँ। हेर्नुहोस् न, सबै आइटमहरू चाहिँ हामीले राखि नै सकेका छौँ र हजुरहरूलाई एकदमै स्वागत छ हाम्रो स्टोरमा चाहिँ भन्दै बाई भन्न चाहन्छु। फेरि भोलिको नयाँ चिजहरूलाई लिएर म भोलिको नयाँ अपडेटमा फेरि आउने नै छु। बाई, सी यू।